टसिदिलेक फ्यापुला नमस्कार सबैजनालाई म लोपेन टसिछेबेल हजुर सम्पूर्णलाई सर्वप्रथम स्वागत गर्दछु। यो भिडियोमा चाहिँ मैले केही जानकारी पनि दिनु पर्यो। आउनुस् हामीले भिडियोलाई सुरु गरौँ। अस्ति जम्मू डाँडा नजिकको झ्याचुङ छुगोलिङ संस्था त्यहाँ चाहिँ लाबब दुइछिनको अगाडि 3 दिन अगाडिदेखि चाहिँ बुम पाट भयो। त्यस पछाडि लाबब दुइछिनको दिनमा चाहिँ चासुङ छका गरेर चाहिँ वाङ पनि भयो। अब चाहिँ ती संस्थाबाट चाहिँ हलेसी अनि नेकोर तीर्थयात्रा 3 दिनको लागि भनौँ न अघि लाँदैछ। मङ्सिरको 13 जाने 14 मा त्यहाँनिर पूजा गर्ने। किन भन्दाखेरि अनि 14 गते चाहिँ अनि यो छेपचु अर्थात् अनि शुक्ला दशमी परेको छ। दशमीमा चाहिँ उता पूजा गर्ने अनि 15 गते चाहिँ फर्केर आउने। मङ्सिरको 13, 14, 15 है एक दिन चाहिँ उता पूजा गर्ने हो। अनि हजुरहरू कोही इच्छुक हुनुहुन्छ भने मैले तपाईहरुलाई जानकारी दिएको हो। संस्थाबाट पनि लु यसो जानकारी दिनुस् है भनेर भन्नुभएको थियो। अनि तपाईहरु जानु चाहनुहुन्छ भने यदि है जानु चाहनुहुन्छ अब इच्छा छ अब हजुरहरु एक्लै जानुको लागि गाह्रो भइरहेको छ भने चाहिँ तपाईहरुले मैले यहाँनिर संस्थाको लामा ग्याल्छिन गुरुको चाहिँ नम्बर राखिदिँदैछु तपाईहरुले अनि उहाँलाई फोन गरेर कन्फर्म गर्नुस्। ग्याल्छिन गुरु भनेर अब तपाईहरुले भन्नु सक्नुहुन्छ। नम्बर चाहिँ 9863203627 चाहिँ उहाँ ग्याल्छिन गुरुको नम्बर हो। हजुरले यदि जानु चाहनुहुन्छ भने फोन गर्नु सक्नुहुन्छ। हलिसी चाहिँ हामी किन जाने भन्दाखेरि एउटा तीर्थयात्रा एउटा चाहिँ अनि के रे रिक्सुम गोम्पो झ्यामन्याङ चाङना दोजी चेन्डेजिक भनेर भन्छ नि रिक्सुम गोम्पोलाई उहाँहरूले जिल्ला गर्नुभएको ठाउँ आशीर्वाद दिनुभएको ठाउँ हो। उहाँहरूको त्यहाँनिर गुफा पनि छ। त्यस्तै गरेर गुरुरी बिछेर अनि लाछेन मेन्दरावा उहाँहरू दुईजनाले चाहिँ जुन चाहिँ अब गुफा मेन गुफा छ त्यहाँनिर चाहिँ बस्नु भएर चाहिँ अनि 3 महिनासम्म चाहिँ आयुको के रे जुन चाहिँ साधना छ त्यो साधना गर्नु भएर चाहिँ अमर अनि जीवन पाउनु भएको चाहिँ त्यहाँनिर हो है। त्यतिखेर चाहिँ अब आयुको बुद्ध अमितायु भनेर भन्छ नि हामीले हैन गोन्पो छेपाक मिए भनेर भन्छौँ हामीले। उहाँको चाहिँ अब त्यसरी अब साधना गर्दा ध्यान गर्दा गर्दा अनि उहाँले प्रत्यक्ष दर्शन दिनुभएको गुरुरी बिछेर लाछेन मेन्दरावालाई कि अनि त्यसरी दर्शन दिनु भइसकेपछि चाहिँ गुरुरी बिछेर लाछेन मेन्दरावा चाहिँ अमर अनि जीवन चाहिँ प्राप्त गर्नु भएको त्यहाँनिर हो। त्यहाँ चाहिँ हामी जाँदैछौँ। हजुरहरूलाई अब यसो कन्फर्म गराइदिएको नि है। हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने केही त्यस्तो सङ्कोच नमानिकन चाहिँ हजुरहरूले फोन गर्न सक्नुहुन्छ अहिले मैले दिएको नम्बरमा। यो भिडियोमा यति नै भन्न चाहन्छु। हस् त धन्यवाद। लासो फ्याबलजी सबैजनामा हजुरहरूले सबैले आराम हुनुहुन्छ होला है। म पनि आराम छु। थोरै चिसो त भइहाल्छ नि अहिले चिसो जाडो महिनामा। अनि विशेष कुरा चाहिँ म आज हजुरहरूलाई के जानकारी गर्न चाहन्छु भने यो हाम्रो यो आउँदै गरेको अब जो 2 गते 3 गते गइसक्यो। अब 13 गते मङ्सिरको दिनमा हामी यो झ्याचुङ छोखलिङबाट चाहिँ हाम्रो टसिछेबल गुरु लबेन र सायद साथमा हामी लामाहरू म पनि र आनीहरू सबैजना यो हलेसी धाम हलेसी तीर्थमा हामी जाँदैछु। हजुरहरू पनि जानु इच्छा छ भने र इच्छा गर्नु पनि पर्छ है त्यस्तो धाम न्यायमा। अनि ठ्याक्क 14 गते चाहिँ तपाईको गुरु रेम्बोछेको तिथि गुरु पद्मशाहको तिथि पनि पर्दो रहेछ। ठ्याक्क कस्तो राम्रो तिथि त्यस्तो दिनमा त्यस्तो पवित्र ठाउँमा हामी गएर एउटा छेमे बालेर बच्चा गुरु पेमा सिधे हुँ ओम भनी पेमे हुँ मात्रै भन्नु पाए पनि आफूलाई एकदमै भाग्यमानी ठान्नुपर्छ। त्यसकारणले हाम्रो
भाउ चल्ने बेलामा आँखा देख्ने बेलामै धर्म कर्म गर्नु पर्दो रहेछ। बुढाबुढी भएर मात्रै भन्ने एउटा हाम्रो गल्ती छ र त्यस्तो होइन रहेछ। समयले त कहिले के हुन्छ कसले थाहा हुँदैन। त्यस कारणले हामीले योजना गरेको छ हजुर यो जम्मू डाँडोको हाम्रो संस्था पाल ज्याचुङ छोखोर्लिङ बाट चाहिँ हामी यसपाल चाहिँ हलेसी जाउँ भनेर हाम्रो सबै प्रोग्राम अथवा सल्लाहहरू भएको छ। त्यस कारणले हजुर पनि पाल्नु हुन्छ भने सम्पर्क लिनुहोला। त्यही पाल ज्याचुङ छोखोर्लिङको संस्थाको ढोकामा नम्बर पनि छ हजुर। त्यो नम्बरमा हामी नभेटे पनि तर धेरै दिन छैन हजुर। 13 गते हामी जाने हो। 14 गते गुरु रिम्पोछेको तिथिमा हामी पूजाआजा मार्मे छोक चढाउने हो, लुङदर चढाउने हो। त्यहाँदेखि हामी बिस्तारै हामी 15 गते काठमाडौँ अर्थात् याम्बु फर्किने हो। हजुरहरू पनि हामीसँगै जाउँ, दर्शन गरौँ।